सो लेट्स हेलो एन्ड फेरि पनि नमस्ते गाइज, के छ हजुरको खबर? सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि आज चाहिँ म मात्रै छैन स्टार्ट गर्न, हामी दुईजनै छौँ। ब्लग चाहिँ लेट स्टार्ट भएको छ आज चाहिँ। अनि सधैँ भ्यू 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 भनेर चाहिँ कमेन्ट आएको देखेको थिएँ। सो बल्ल मैले चाहिँ क्लियर भ्यू चाहिँ देखाउन पाएँ। अझै गर्मीको जस्तो क्लियर भ्यू चाहिँ देखिँदैन, तर पनि आज चाहिँ भ्यू देखाउन पाएँ। त घाम लागिराखेको छ। अनि आज चाहिँ अब बिहान अलिकति ब्लग गराएको थिएँ स्टार्टिङ नगरिकन, अन्त त राम्रो पऱ्यो। सो मैले चाहिँ यहाँ अन्डा बनाउँदैछु अनि चाउमिनको लागि चाहिँ यो काटेर राखेको छु। चाउमिन यता छ, धनियाँ यता छ, अनि त्यसपछि चटनी पनि बनाएको छु। त्यस पुरै अब सबै बनाएपछि देखाउँछु है त कसरी बनाउँछु भनेर चाहिँ। अब हाल्न अलिकति उसलाई नमिल्ने भएर चाहिँ हालेको छैन। सो म चाहिँ अब बनाइकन चाहिँ आउँछु। अहिलेलाई भने बाई बाई। आज चाहिँ खाने धेरै छ, अनि खाएको बेलामा देखाउँछु है त। हेलो हेलो, आज चाहिँ म फर्स्ट टाइम मम्मीसँग भ्लगमा आएको छु। अनि मम्मीले चाहिँ माला बनाउनु भएको छ। माला बनाउने प्रिय मान्छे। अरूले पनि अब आएर यसो लगन जुरेको बेलामा होइन, लगन जुरेको बेलामै भन्नुहुन्छ होइन, जुरेको बेलामा सम्पर्क गर्नु होला माला बनाउनको लागि। मम्मीले चाहिँ राम्रो माला बनाउनुहुन्छ। अरू कुरा चाहिँ मम्मीले भन्नुहुन्छ। हजुरहरूले अर्डर गरे अनुसारको जरी सहितको माला बन्नेछ। त्यसपछि फेरि अरूले भन्दा सुपथ मूल्यमा उपलब्ध गराउनेछु। चाहिएमा सम्पर्क गर्नुहोला। सस्तो चाहिँ एकदमै सस्तो हुन्छ है। होम डेलिभरी त बरु गर्न अलिक असम्भव छ, किनभने मैले साधन चलाउँदिनँ। अब साधन नभएपछि अहिलेसम्म त सम्भव छ। अथवा पैसा पनि गाडीमा हालेर गाडी नम्बर ड्राइभरको नम्बर दिएर पठाउन पनि सक्नेछु, तर आफै पुर्याउन आउन चाहिँ अलि असम्भव छ। त्यसको लागि क्षमा माग्छु। अनि यहाँ चाहिँ दुबो चाहिँ खोजेरै बनाउने हो, मैले लगाएको छैन। त्यही अनुसारको हुन्छ, जरी अनुसारको मालाको मूल्य हुन्छ। जरी राम्रो भन्नुभयो भने त्यही अनुसारको हुन्छ, जरी ठिक्क भने त्यही अनुसार हुन्छ। यो कति कतिको पनि भनिदिनु न त। यो त खास मैले बाहिर बेच्नु पर्दा त मैले यसलाई 2500-3000 भन्दा पनि खासै फरक नपर्ने जस्तो छ। तर मैले आफ्नो छिमेकीको लागि नआएको भएर मैले चाहिँ यो 2000मा बेच्ने लागेको छु। ल 2000मा हजुरहरूले चाहिँ यति बेला चाहिँ दुबोको अलि अभाव छ। दुबोको बेसिजन छ, दुबो छैन। दुबो गल्ली गल्ली अन्य ठाउँमा खोज्दै हिँड्नुपर्छ। आफूले लगाउनु पनि लगाएको छैन, लगाएर पनि एउटा माला पनि पुर्याउन असम्भव हुन्छ, किनभने यति बेला त्यति दुबोको प्रशस्त दुबो पाउने सिजन होइन नि त। त्यही कारणले गर्दाखेरि हो। सो त्यही भएर अनि त्यसपछि दुबो पनि अब मम्मीहरू भएको बेलामा त तपाईँहरूलाई 100-200 रुपियाँ अझै कम पनि गर्न सकिन्छ। दुबो चाहिँ मम्मीहरू यहाँ आफैले खोज्नुहुन्छ। अनि यो पनि हेर्नु न, एकदमै राम्रो छ। 2000मा यस्तो जरी पाउनु भनेको त, यस्तो माला पाउनु भनेको त एकदमै राम्रो कुरा हो। सो सबैजनाले सम्पर्क गर्नु होला। अनि म युट्युबमा हाल्नेछु, युट्युबमा गएर पनि हेरिदिनु होला। सो हेलो गाइज, भोलि चाहिँ केही स्पेसल आउँदैछ। अनि हिजोको र आजको भ्लग चाहिँ मैले जोडेर हाल्छु। अनि आजको चाहिँ अब त्यसरी भ्लग गराउन चाहिँ पाएको छैन। अहिले मिसोमिनेसम्म चाहिँ भ्लगहरू गराउँछु। अब म गराउँछु नै चाहिँ भन्दिनँ, किनभने ज्यापो मिसो चाहिँ मिल्दैन नि त। अनि कामहरू धेरै हुँदाखेरिमा चाहिँ। अनि भोलिको चाहिँ केही स्पेसल छ, एकदमै खतरनाक। सो भोलिको भ्लग चाहिँ हेर्न नबिर्सिनु होला। अनि आजको नि हेर्नु, फेरि हेर्न त अझै भोलिको चाहिँ एकदमै स्पेसल भ्लग चाहिँ आउँदैछ। अनि म चाहिँ भ्लगहरू गराउँदैछु। सम्भव हुँदासँग चाहिँ सबै देखाउने कोसिस गर्छु। सम्भव भएन भने चाहिँ माफ गरिदिनु होला। को यो मान्छे? हिजोको आज पुरा गर्ने। हिजोको आज पुरा गर्ने।
के अरे मान्छे ओके गाइज हाम्रो चाहिँ काम सक्यो अनि यस्तरी बाँध्दा नराम्रो देखियो होला है सो म चाहिँ खोल्छु अनि कामहरू चाहिँ सक्यो भाँडाकुँडाहरू पनि माझिसक्यो यहाँ थियो नि त चुल्हा यहाँ राखेको थियो अनि यहाँ चाहिँ रोटीहरू बनाएको थियो अनि यसो केही स्पेसल हो भनेर चाहिँ म आज भन्दिनँ कस्तो भयो रोटीहरू चाहिँ म देखाउँछु अनि भोलिको भ्लगमा नै चाहिँ एकैचोटि स्पेसल भनेर चाहिँ आउँछ अनि एकदम स्पेसल छ भोलिको चाहिँ अनि दुई ठाउँमा दुईवटा सेलिब्रेसन छ अनि सो त्यही भएर चाहिँ एकदमै स्पेसल छ अनि मेरो लागि त अझै बेसी स्पेसल हो अनि एनिभर्सरी त गइसक्यो तर पनि अब एनिभर्सरीमा 1 इयर्समा चाहिँ केही स्पेसल गर्नुपर्छ नि त अनि सो त्यसको लागि म चाहिँ अब रोटीहरू कस्तो बने चाहिँ देखाउँछु हाम्रो चाहिँ सबै कामहरू सकिसक्यो अनि अघि पनि भने कामहरू सक्यो देखाउँछु भनेर सो देखाउन लागेको छु अनि यहाँ चाहिँ सेलरोटी छ अनि त्यहाँ अर्सा छ अनि त्यसपछि यहाँ चाहिँ के अरे कसार छ अनि यति मात्र यति हो हाम्रो चाहिँ बनाएको चाहिँ अनि धेरैले सोच्नु होला बिहा होला भनेर सोच्नुहुन्छ होला पक्कै पनि बिहा भनेर बिहा नै हो तर त्यस्तो खालको बिहा पनि होइन एकदमै अब उस खालको अनि चाहिँ यस्तो छ के सामानहरू अनि के हो भनेर चाहिँ म भोलि भन्छु अलिअलि चाहिँ हिन्ट पाउनु होला पक्कै यो बास्केटहरू देखेर पनि अनि आजलाई चाहिँ यति नै ऱ्याप गरेको देखाउँदिनँ म भोलि नै ऱ्याप गरेको ल्याउँछु सो के हो कसो भनेर पनि म भोलि नै भन्छु अनि आजलाई चाहिँ यति नै भन्दै म सबैबाट बिदा लिन चाहन्छु सबैजनाले लाइक कमेन्ट अनि सब्सक्राइब गर्न नभुल्नु होला भन्दै आजलाई चाहिँ म यहीँ टुङ्गाउँछु हस् त नमस्ते जय नेपाल एन्ड बाई बाई